कस्तो ठाडो भने आमा म त बल्ल तल्ल बुवा र बाबा चाहिँ कसरी चढे म चाहिँ बल्ल तल्ल चढेँ त्यो माटोमा त चिप्लिन्छ कि फुल्दो फेरि चप्पल खाऊ खाऊ केरा छिटो खाऊ अनि यो मैले गएको छु तिमी नहुँदा म गएको थिएँ त नि एकचोटि आन्टीसँग पोखरा आन्टीसँग हजुरसँग होइन के आन्टी भना एउटा हाम्रो छिमेकी ए नेबर आन्टीसँग गएको थिएँ कि उही त्यति बेला लामो बाटो रहेछ कस्तो खुट्टै दुख्ने चप्पल चिप्लेर धन्नै म लडेको अब जालबा चोकमै हो पर्ने कतिमा पर्ने अब 6 अनि 12 को आधा भइसक्यो सामना 12 ए 10 वर्ष भन्दै हिँड्ने थियो 12 वर्ष पुगिसकेछ अंकल यता हेर्नु त एकचोटि हाई गर्दिनु हेलो हाई अन्डा खाएर त मजा आयो है आन्टी अन्डा खाएर अन्डा कस्तो मिठो थियो नि आहा है काँचो अन्डा यहाँ हाल्नु छ रे यहाँ आन्टीको साँच्चीमा खाइदिनुहुन्छ रे जानी के काँचो अन्डा अंकलको हामीलाई फेभरेट साँच्चीमा थाहा छैन मम्मीले को भनिरहेको सुनेर टाढा भयो कि मजा आयो ल हामी 4 जनामा छौँ होइन क्युट को छ भनिदिनु त गाइस कस्तो हामी लान्टी सिग्मा चीज भेरी क्युट कान्छी आन्टी कान्छी यहाँ गाइजहरूले नाम भन्नु हुँदैन अंकल चाहिँ मलाई त अंकल क्युट लाग्छ त इफेक्ट लगाएपछि जो पनि क्युट भइहाल्छ नि तपाईँ यहाँ के हालेर बसिरहेको रियलमा कालो देखिन्छ मोबाइलमा सेतो देखिन्छ के भन्ने अब एआई अंकल होइन म टाढाबाट हेर्दा ऐनामा चाहिँ सेतो देखिन्छ नजिकबाट ऐनामा हेर्दा चाहिँ कालो देखिन्छ अनि मोबाइलमा हेर्दा फेरि गोरो देखिन्छ जालबा चोकमा गएपछि त त्यही सोचिरहेको छु जालबा चोकमा गएपछि त जति भने नि अब पाससम्म बोर्डिङमा पढिहाल्यो जालपाचोकमा नि पढ्ने उस्तै हो क्या बोर्डिङमा यस्तै हो केही फरक छैन नेपाली हिसाबहरू बढी हुन्छ होइन नेपालीमा हुँदैन कि इङ्ग्लिसमै हुन्छ त्यहाँनिर त्यहाँ पहिला चाहिँ हुन्थ्यो तर अहिले चाहिँ छैन के इङ्ग्लिसमै हुन्छ अब हामी चक्लेट खान्छौँ गाईहरू नि आज चाउचाउ च्यालेन्ज गर्नुपर्छ क्या अहिले गर्नुपर्छ कि क्या अहिले भर्खरै खाएको त नि के पेट भरेन हुन्छ ल ओके लामेन हुन्छ तर पिरो चाहिँ धेरै म खाँदिनँ बच्चाहरूले खानु नै हुन्न ल जितेकोले के प्राइज पाउने प्राइज चक्लेट पाउने ल ल एक पिस ल जो हार्यो त्यसले खान्छ खुर्सानी सिङ्गै त्यो चाहिँ अङ्कल र छोरोलाई त्यो सबैले मान्नुपर्छ हारेको हो नि त फेरि हुन्छ फर्स्ट र सेकेन्डले चाहिँ प्राइज पाउँछ होइन फर्स्टले चक्लेट पाउँछ सेकेन्डले पाउँछ केरा सेकेन्डले केरा पाउँछ सक्यो सेकेन्डले चिनी पाउँछ अनि थर्डले के पाउँछ थर्डले खुर्सानी हारेको त्यो हार्ने मान्छेको त मुखै बिग्रेको देखिरहेको छ थर्डले खुर्सानी पाउँछ अनि फोरले चाहिँ अन्डा पुरै चाउचाउ खतम गर्नुपर्छ त्यो बाँकी हुन्छ नि त अनि हारेको मान्छेको अनि त्यो पुरै चाउचाउ खतम गर्नुपर्छ त्यही पनि 1 मिनेटमा अनि त्यो भएन भने खुर्सानी त्यो पनि खतरा चलाइदिने भयो त नि हेर्न आउनु है हजुरहरू बेस्ट हजुरलाई रामेन पकाउन आउँछ ओके
अङ्कलले खतरा बनाउनुहुन्छ। अङ्कल त सेफ भइहाल्यो नि अङ्कल बारीतिर के छ त छोरो हाम्रो कि गाउँको यहाँको यहाँको अब हाम्रोभन्दा चाहिँ केरा छ कहाँ रोपेको केराको बोट मैले देखि छैन बारीमा? पछाडिको बारीमा बोलले नै केरा धान्न सकेको छैन फली छ भनेको भन्नाले त्यो केरा त्यो भन्नाले त्यो फनैला तर त्यो यति यत्रो 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 ठुलो भए लट्ठी गाड्नु पर्यो नि छोड। होइन के भन्न खोजेको यस्तो वाला के कवच हुन्छ तपाईँलाई हो त्यस्तो चाहिँ फलायो के केरे चाहिँ फलायो होइन यत्रो ठुलो छ भन्दा फेरि बोलले नै धान्न नसक्ने जत्रो छ होला के बुङ्गो भन्ने बिर्सेको अनि त्यो बोट चाहिँ धेरै ठुलो भएको छ कुनै कुनैमा चाहिँ के अरे म जत्रो बोटमा नि केरा फल्दो रहेछ के पाकेको केरा हामी कराते जाने बेला देख्छ नि हिमालय केराहरू फल्छ त्यत्रोमा यत्रोमा होइन अनि हाम्रो बोट चाहिँ लास्टै ठुलो छ के एकदमै हाम्रो रुमलाई छुन्छ तर त्यसको पात तान्नुपर्छ अनि अरू के तरकारी छ त पछाडि तिमीले मम्मीले रोपे गयो छतमा के छ छतमा खासै केयरै गर्दैन अब के अब छतमा कसले गर्ने त अब तिमीहरूले गर्ने मम्मीले कति साह्रो भ्याउने तिमीहरूले गर्ने नभए केयर गर्दा हजुरले यो पुरै जङ्गलकै गर्नु पर्ने नि हामीले म तिम्रो छतको कुरा गरेर आज मेरो छोरो अनि हजुर बस्ने नै जङ्गल है यत्रो जङ्गल यहाँ बाघ सुन्न राति राति बाघ कराएको सुन्छ हो के कहाँबाट आन्टी आउँछ बाघ? सुन्न आन्टी जङ्गली हो र जङ्गलमा बस्छ आन्टी हेर्नु त हजुरले के भन्न खोजिरहेको छ भनेपछि हजुर जङ्गलमा बस्नुहुन्छ जङ्गलमा बस्नुहुन्छ जङ्गलको केयर गर्नु पर्यो भनेपछि त्यस भए तिमीहरूको गाउँ नै जङ्गल छ तिमीहरू जङ्गली हो होइन आन्टी त जङ्गलमा बस्नुहुन्छ भनेर भन्दा थियो अघि यो घर होइन कहाँ जङ्गल त्यही त भन्दा नि बारी हो मान्छे कहाँ जङ्गल हो कि त्यहाँ मान्छे गर्दैन मान्छेको बारी हो त्यो मै भन्न त त्यही खोजे हो तर उसले चाहिँ हजुरलाई अर्कै चिज भन्न खोजिरहेछ भनेपछि हात धोराउ छोरो छ उयो बेसीमा हात धोराउ तिम्रो हातभरि धोइरहौ मलाई त थाहा नै छैन यहाँ मैले टुर नै पाएको छैन घरको टुर हो र ए तल न माथिबाट जाऊ न माथिबाट तल माटो माटो हुन्छ 7 मिनट त भयो भइसक्यो भाइ उता जाऊ छोरी उता जाऊ यो चाहिँ अब जितेकोलाई को जित्यो जसले जित्यो भने जित्यो अब यो यति टुक्रा जितेकोलाई हुन्छ हुँदै छोरा पनि बर्तन गर्ने बेला भइसक्यो केही पढ्न त आउँदैन अब मन कि पहिला बड विचार बाबु यस भन्न खोज्नु न उसँग कम्युनिकेट गर्नु खोज्नु न How are you? I'm fine, thank What's your name? My name is Subhagrala. Oh, good name. Thank you. यसो सिम्बल त भनिहाल्छ नि अब तिमी सोध नि भन्नु मन ल म त यिनीहरूलाई हेरेर गएँ सोध के सोध्नु त भाइ लाइक स्पेलिङ अफ स्पेलिङ के छ observation OBSERATION आयो त यत्रो पुट्टैलाई नि वाह भाइ कहिलेदेखि आयो तँलाई observationको स्पेलिङ यसो रे के अहिले मिलायो त्यो OBERBEATION पहिलाको त नर छोरी अहिले मिलिसक्यो भाइले मिलाइसक्यो पछि चाहिँ अनि कहाँ हो त अनि मैले मिलाएको कुरा भनेको होइन पछि त मैले त्यही त भन्ने हो नि भनेर भन्छ भेरी झुटुवा गाइस उसको कति कुरामा बेला नपर्नु बस्यौ होला है बानेटार घर हजुर बानेटार घर कति बेला बस्यौ कति समय बस्यौ है भन्नाले बुझिन मैले बुझिन मैले गङ्गा आमा घर गरे कति समय बस्नु नि 2-3 घन्टा बढी बसेन यहाँ आउनु पर्दैन
अनि आउने भनेको भोलिपल्ट अब आमाले मना गरिदिनु आमा पानी परिरहेको छ होइन अनि यति गरिरहेको छ अनि आमाले फोन गर्नु अनि आउनु पर्दैन भन्नु भन्दैखेरि आमा हुँदैन भने त्यही पनि आमाले चाहिँ नआउनु भनेर म आमाले गर्दै मस्ट टाइम हामी आउन पाएनौँ राति अँधेरोमा के देख्ला त अनि हिँडिरहेको बेला खुट्टा चिपेर लड्यो भने अनि खुट्टा चिप्लेर लड्यो भने के गर्नु अलिक राति अँधेरोमा त्यही पनि माथि छ नि फेरि खाउने चिने थिएन त्यति बेला अहिले पो थिएन एउटा गीत गाएको छोरो के गाउनु गाउँछ त्यही ल तिमीहरूले गीत गाएको पाले बिले गीत गाउने ल मादल बजाउनु पुरै आउँछ ल छोरो एउटा गीत गाइदेऊ के अब कस्तो गीत सुन्नु मन लाग्यो भन्नु न उहाँ चाहिँ कस्तो तरिकाले गायो कहाँ गीत गाउने ठाउँमा भन्नाले त्यहाँ त अब भन्नाले अब त्यहाँ चाहिँ अब स्कुलले चाहिँ अब के भनेन अब जाने चाहिँ भनेको थियो सबैलाई प्र्याक्टिस गराएको थियो तर लास्टमा चाहिँ महे धोका अब त सिजन नै चेन्ज भइसक्यो सिजन सकिसक्यो होला भोइस अफ किसको के गीत गाउने दो एउटै गीत गाउँ न केही नौ 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 पाले पिलो ल नौ नौ होइन नौ। एउटा कुरा छ थाहा छैन के हो यो भावना अनौठो केही माया हो केही माया हो माया होइन भने किन हेर्थे म तिमीतिर भए पनि मनका कुरा भन्न सक्थे एक्लै बसेर मुस्कुराउनु माया तिमीलाई हेरेर सजाउनु माया बोरालीले मन त हो यादोले जीवन सजाउनु माया हो 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 आए म त हेर तिम्रै घरमा भन कहाँ जाउँ म बसु कि तिम्रै मनको घरमा सबै भावना राखेर भावना रुटाउनी जान्छ तिमीलाई हेरेर थ्याङ्क यू भेरी गुड छोरो अब छोरीको टर्न ल के गाउँ तिमीलाई के मनपर्छ दामीवाला सुन कुन गाउँ भन्छ हम तो च्याम्पियन हूँ फेरि तिम्रो च्याम्पियन सङ्ग सुन्नु भने के फेरि कपिराइट गर्छ आजकलका चाडै अब म बच्चा भए तिमी बुढो भइसक्यो होला भाइ गर्लफ्रेन्डमा सुत न हजुर बुवासँग म बुढो भएँ ए छोरी जाऊ त मलाई पानी ल्याइदिनु जाऊ आफै खानु न मलाई खासमा त के भन्छ हजुरको हात खुट्टा अहिलेसम्म सधैँ छ के भन्छ यो ठुलो भएपछि बाबालाई यस्तै गर्छ भन्ने वाह एउटा नयाँ गीत छ म त्यो पनि गाइदिउँ तर यति आउँछ मलाई एन्जिलाले पहिला गाउँछ नि तिम्रो पानी ओके। के गाउँ तिमीलाई मनपर्ने दामीवाला कुन गाउँ कुन गीत चाहिँ आउँछ हामीलाई थाहा छैन ए एउटा गीत त थाहा छ तर बोरिङ छ के त्यही कम्पिटिसनमा गाउने गीत
होइन राम्रो गाउनुपर्छ त्यही गाउँ रमाइलो वाला रमाइलो त अलिअलि मात्र छ के चलिरहेछ यहाँ डान्स डान्स जल्दी गाउन गीत हुन्छ एकदमै बेकार योभन्दा अगाडि त म यस्तो गीत गाउँछु यहाँले यति One, two, three, go. Ho 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 सुन्न कान्छ यो हावाले के भन्छ सरररा सरररा उडी जाऊ म तिमीसँग सुन्न कान्छ यो हावाले के भन्छ सरररा सरररा उडी जाऊ म तिमीसँग आघि आघि तिमी मेरो पछि पछि म तिम्रो काने छ दे मुटु तिमीलाई मेरो तिमी नै त मेरो काने छ सुन्न कान्छ यो हावाले के भन्छ आज गाम कि नगाम अब एउटा छ नि त्यो एउटा रमाइलो गीत थियो नि एउटा झमझम परे पानी ल अब फ्रेस हुन्छ को कसले जनाले गाउन एकछिन म एउटा सानो गीत झमझम गाउन कस्तो रमाइलो एउटा सानो गीत हामीले कति बज्यो त्यो चाहिँ भाइरल छ टिकटकमा युट्युबमा होइन त्यो गीत तिम्रो आवाज अलि राम्रो पुग्छ फोन नगाऊ सुरिलो आवाज हुन्छ सुरिलो मेरो जस्तै भन न मेरो दिदी जुन हेरी ए यस्तो यस्तो हुन्छ जुम्म हेरी तिमीलाई हेरौँला टुर टुर फुलै टिपी तिमीलाई सजाउँला टुर 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 जुम्म हेरी तिमीलाई जुम्म हेरी तिमीलाई हेरौँला टुर टुर फुलै टिपी तिमीलाई सजाउँला टुर टुर जुम्म हेरी तिमीलाई हेरौँला ए हेरौँला फुलै टिपी तिमीलाई सजाउँला झमझम पऱ्यो भने त 3, 2, 1 go झमझम बढ्यो पानी गुर्छ घटैमा जाडो बढ्यो सानी आउन काखैमा झमझम पऱ्यो पानी गुर्छ घटैमा जाडो बढ्यो सानी आउन काखैमा मरेनीको मुनाल कान्छा कति राम्रो जोडी मरेनीको मुनाल कान्छा कति राम्रो जोडी घर मेरो लुलाङ्गो बसाइसने हो कि आगै झमझम 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 पऱ्यो पानी 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 म्याग्दी खोला बगी आयो गुर्ज खानीबाट जीवनभरि साथ दिन्छु समाउ मेरो हात मोटरमा घुम्न जाने बेनीको बजार माया मन लेखेर सधैँ बले जुरार आहै झमझम बढ्यो पानी गुर्ज घटैमा जाडो बढ्यो सानी आउन काखैमा झमझम बढ्यो पानी गुर्ज घटैमा जाडो बढ्यो सानी आउन काखैमा मरेनीको मुनाल कान्छा कति राम्रो जोडी मरेनीको मुनाल कान्छा कति राम्रो जोडी घर मेरो लुलाको बसाइसने हो कि आइ झमझम 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 बढ्यो पानी झमझम 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 बढ्यो पानी झमझम
झमझम झमझम भर्यो पानी झमझम 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 भर्यो पानी म्युजिकमा रोक्ने कि सिधै सिधै अब रोक्यो ओके गाइस हामी फेरि अब दिउँसो त्यस्तो भइसक्यो होइन अब दिउँसो हल्का च्यालेन्ज के गर्छन् त्यति बेला फेरि भिडियो बनाउँदा अहिलेलाई बाई बाई नानु है